दर्शकवृन्द, आज हामी सानो उमेरमै होटल सञ्चालन गरेर युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा परिचित हुनुभएका राजु घिसिङले सञ्चालन गर्नुभएको नयाँ रेस्टुरेन्ट किनफुल्की भर्जन 2 अथवा पूर्वेली रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरको विषयमा सम्बन्धित रहेर उनै 18 वर्षीय युवक राजु घिसिङसँग कुराकानी गर्दैछौँ। पहिलो त तपाईलाई एकदमै धेरै बधाई छ। तपाईले एउटा यस्तो राम्रो एउटा भनौँ न पूर्वेली रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर भनेर एउटा राम्रो रेस्टुरेन्ट खोल्नु भएछ हैन। त्यसको लागि तपाईलाई धेरै बधाई छ र सफलताको शुभकामना पनि है। अनि तपाईले यो खालको रेस्टुरेन्ट सञ्चालन गर्ने भनेर कसरी सोच्नु भयो? यो विषयमा अलिकति कन्सेप्टको विषयमा कुरा गर्नु। सोचे अब पहिलेदेखि नै थियो नि त, मेरो पहिलाको भिडियोहरू मन थियो। पहिले जुन पसल त त्यही भएर मैले पहिलेदेखि एउटा रेस्टुरेन्ट खोल्छु भनेर मैले धेरैवटा भिडियो पनि भनेको छ। कतिपयले धेरैजनाले कहिले खोल्ने भनिरहेको थियो, त्यही भएर मैले यसपालिदेखि स्टार्ट गरेको। पहिलेदेखि सपना आज साकार भयो? पहिला धेरै वर्षदेखिको जस 3.5 वर्षको 3 वर्षपछि सपना पुरा भयो। तपाईँहरूको साथ सपोर्ट मायाले सधैँभरि यस्तै माया गरिदिनु होला। तपाईँको यो पूर्वेली रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरमा हजुर के कुराहरू पाइन्छ? खानेकुराहरू यहाँहरू चाहिँ सबै अब भनौँ न रेस्टुरेन्टमा पाक्ने आइटमहरू सबै पाउँछ। बर्गरदेखि लिएर बर्गर, पिज्जा होइन, सेकुवा त त्यसो भइहाल्यो, मोमो, चाउमिन नर्मल भइहाल्यो त्यसै। अब फ्राइड राइसदेखि लिएर थुक्पादेखि लिएर जस रेस्टुरेन्टमा बन्ने आइटम अल सबै बन्छ। तपाईँको स्पेसल चाहिँ यहाँ के को? स्पेसल चाहिँ अहिले हाम्रो सेकुवा नै हो, धरानको एकदम लोकल। हजुर बुङ्गुरको सेकुवा हजुर ढुङ्गामा तारेर दिइरहेको छु मैले। आजदेखि ओपनिङ गर्नु भएको छ हुन त होइन? धेरै ग्राहकहरूले यहाँ खाइरहेको हामी देखेका छौँ। आज नयाँ वर्षको संयोगले नयाँ वर्षको दिन पनि परेको छ, हुन्छ नयाँ वर्षको दिनै पारेर तपाईँले उद्घाटन गर्नुभएको होला होइन। र हेर्दाखेरि रेस्टुरेन्ट पनि चिटी च्याट्ट परेको छ, राम्रो होइन। तपाईँले आफूले सके जति यसलाई सुन्दरता दिनुभएको छ होइन। खानेकुराहरू कस्तो प्रतिक्रिया पाउनु भएको छ ग्राहकहरूसँग? केही कुरा गर्न भ्याउनु भएको छ? ग्राहकहरूसँग कुरा गरेको छौँ। ग्राहकहरू जस खुसी नै हुनुहुन्छ, अहिलेसम्म जस कम्प्लेन आएको छैन। हजुर अब खानेकुरै मिठो भएर हो या मलाई सानोदेखि माया गरेर हो त्यो चाहिँ म बुझ्न सक्दिनँ। तर अहिलेसम्म कम्प्लेन चाहिँ आएको छैन, तर कम्प्लेन पनि आउँदैन जस्तो लाग्छ। यसमा कति लगानी गर्नु भएको छ? कसरी लगानी गर्नुभयो यो विषयमा? लगानी चाहिँ तपाईँको मैले नि यो पुरानो रेस्टुरेन्ट किनेरै यसलाई मर्मत गरेको। खासै सामानहरू चाहिँ थिएन, जस मैले ठाउँ नै किनेको जस्तो भयो। मैले त्यस्तै ठाउँसहित किनेर अलिअलि सामान रहेछ, सामान किनेर एक्स्ट्रा 8 लाख जति एक्स्ट्रा खर्च गयो। त्यसपछि यो अहिले चाहिँ मार्जिन सबै टोटल गर्दा 17 चाहिँ टोटलै भ्यायो, जस किन्ने सहित गरेर डेकोरेसन सहित फल सिलिङ, माथिको फल सिलिङदेखि लिएर बाहिर रङदेखि लिएर सबै टोटल पनि 17 भ्यायो। हजुर यसमा चाहिँ तपाईँको आफ्नो मात्रै लगानी छ कि अरू साथीहरू पनि कोही छैन? सबै मेरो आफ्नै लगानी हो। लगानी त अनि मैले चाहिँ जस अलिकति लोन निकालेर चलाएको अहिले चाहिँ पैसा नपुगेको कारणले। हजुर हजुर लोन लिनु भएको छ? भाडा 35 छ, जस 40 पुग्छ। अब बिजुली भनौँ, अब पानी भनौँ लगायत फोहोर यताउति गर्दा 40,000 क्रस हुन्छ। ब्याकग्राउन्डको कुरा गर्दा तपाईँले सानै उमेरमा होटलमा काम गर्नुभयो, दुःख गर्नुभयो, त्यसपछि अहिले रेस्टुरेन्ट खोल्नु भएको छ। पहिलेको दिनको त्यो दुःख भनौँ अरूको ठाउँमा काम गर्दाको सम्झिनु अलिकति। अब पहिला त फर्स्टमा भाडा धोकोदेखि नै स्टार्ट भएको। हजुर भाडा धुँदा 10 दिन 12 दिन भाडा धुँदै मेरो हात कुहिसकेको थियो। त्यसपछि मैले सबले सोधेँ म यो काम गर्न सक्दिनँ, चिया बोक्न दिने भए गर्छु भनेर। त्यस्तै गरेर सबले पनि मलाई त्यो जब दिनुभएको थियो। त्यसपछि नै हल्का हेल्पफुल भयो। त्यसपछि चाहिँ म एकचोटि राजधानी विभागमा पुगेको काम गर्न। त्यसपछि लोकसेवा आयोग पनि गरेको मैले काम, 3-4वटै ठाउँमा काम गरेर मैले जस्तो आफ्नै होटल खोलेको हो। त्यसपछि अहिले राम्रो भइरहेछ, अब झनै राम्रो हुन्छ जस्तो लाग्छ। शुभचिन्तकहरू तपाईँका ग्राहकहरूलाई चाहिँ यो रेस्टुरेन्टको विषयमा र तपाईँको विषयमा भन्नुपर्दा के भन्नुहुन्छ? सधैँ जसरी नै माया गरिदिनु होला सधैँभरि। पहिलाको जसरी गर्नुभएको थियो त्यसै गरेर मैले पनि धेरै पहिलाको भिडियो हेरेर धेरै आउनु पनि भएको थियो। साथसाथै विदेशबाट धेरैवटा गिफ्टहरू पनि आइरहेको थियो, यस्तै चक्कु, एप्रोनहरू, त्यो चाहिँ आफ्नै मायाले ल्याइदिनु भएको। अनि फेरि मैले अब अहिले रेस्टुरेन्ट खोलेको छ।
हैन अनि अब फेरि पनि भिजिट गरिदिनु होला पहिलाको जसरी माया गरिदिनु होला र देश विदेशमा बस्ने दाइहरूले पनि म त्यही भन्न चाहन्छु सधैँ जसरी माया गरिदिनु होला साथसाथै विदेशबाट आउने बेलामा नेपाल आउने बेलामा हामीले यस्तो यस्तो सेवा गर्न रेस्टुरेन्ट खोलेको छौँ आएर भिजिट गरिदिनु होला अनि तपाईँले यो खोल्नुभएको रेस्टुरेन्टमा कतिजना आबद्ध हुनुहुन्छ भन्नाले कतिजना तपाईँले रोजगार दिनुभएको छ कस्तो खालको भनौँ न कुक लगायतका प्रोफेसनल स्टाफहरू कस्तो राख्नुभएको छ मैले 4 जना स्टाफहरू राखेको छु हजुर एउटा मेन कुक छ हजुर पछि एउटा दिदी हुनुहुन्छ एकाउन्टेन्ट यहाँको हजुर अनि एउटा दाइ हुनुहुन्छ वेटरको लागि हजुर मैले पहिला भिडियो पनि भन्नुभयो 4-5 जना रोजगार दिन्छु भनेको थियो मैले यही समयहरू मैले 4 जना रोजगार दिन सकेको छु जस मैले आफ्नो सोचेको पुरा भएको छ हजुरहरूको मायाले तपाईँको यो एउटा रेस्टुरेन्ट भनौँ न एउटा राम्रो रेस्टुरेन्ट बनेको छ होइन यसलाई चाहिँ कसरी विस्तार गर्ने भनौँ न कहिले ब्रान्च बनाएर होइन कहिले ब्रान्ड बनाएर विस्तार गर्छन् होइन यसलाई चाहिँ अब चाहिँ म कसरी गर्छु र भन्ने सोचिसक्नु भएको छ कि बाँकी छ अहिले त ब्रान्च भइसक्यो फिट फुल्की भर्जन 2 हो हजुर पूर्वेलिसेको कटर एन्ड रेस्टुरेन्ट चाहिँ पसलको नाम हो तर किन फुल्की नै छ माथि पनि किन फुल्की भर्जन 2 हजुर यसलाई चाहिँ किन फुल्की भर्जन 2 भन्ने बित्तिकै आउँछ भनेपछि यसलाई किन फुल्की भर्जन 2 भनेर भर्जन 1 त्यो भयो होइन भर्जन 1 पहिलाको भर्जन 2 अहिले 2 यो भयो होइन भर्जन 3 हुँदा त अझ कस्तो होला भर्जन 3 त झनै धेरै रमाइलो हुन्छ है भर्जन 3 पनि हुन्छ बिस्तारै भनेपछि एउटा भनौँ न यो होटल व्यवसायको क्षेत्रमा जमेर लाग्ने विचार छ प्लान गर्दै प्लान चाहिँ अब त्यही हो सधैँको लागि अब जमेरै जान्छ सोचेको पुगिरहेछ अब अझै भन्दा म्यानेज गर्दै जान्छु अझै कसरी हुन्छ अझै ग्राहकहरूलाई कसरी हुन्छ अझ मिठो बनाएर खुवाउँछु त्यही भएर नभए म आफू कन्भर्ट गर्न सक्छु किनकि म पनि किचनमा काम किनकि म नभए मिस्टेक भयो भने सक्यो नि त त्यही भएर म खट्नुको कारण चाहिँ किचनमा म आफू नभए म आफै बसिहाल्छु यहाँ क्यास काउन्टरमा र म पनि लागिपरेको छ बिहानदेखि 3:30 बजीदेखि आज काम स्टार्ट गरेको अहिलेसम्म भइसक्यो जस काम स्टार्ट गरिरहेको छ भनेपछि तपाईँ एक काउन्टर नबसेर किचनमा मजाले पर्फेक्ट खाना बन्नु पर्यो होइन त्यसमा ध्यान दिइरहनु क्वालिटी र सरसफाइको विषयमा कतिको गर्नु सरसफाइ पनि एकदम प्रशस्त छ किनकि बिहानदेखि आउँदा 3 चोटि पुसिरहेको छौँ एकचोटि गएँ किनकि अहिले स्टाफ छ नि त पहिला पो नभएर हुँदैन स्टाफ छ एक ग्रुप गयो पुसिहाल्छौँ वेटर भाइहरू छन् दाइहरू अनि त्यसपछि अब खानेकुराको त क्वालिटी एकदमै गुड छ किनकि पहिलाको भन्दा पनि अझ दामी छ किनकि पहिला स्टाफ थिएन मैले भाइरल भएको समयमा देखेर खाजाहरू खुवाउन सकेन धेरै टाढा पोखरादेखि आउनुभयो कहाँदेखि मकवानपुर कहाँदेखि आउनुभयो तर मैले त्यो दिनतिर मैले खाजा पुऱ्याउन सकेर त्यतिखेरसम्म मलाई नलेज पनि थिएन धेरै यतिजना मान्छे आउँछ भनेर अब चाहिँ भने तपाईँको बर्थडे पार्टी मिटिङ हलदेखि लिएर लन्च डिनर सबै भनौँ न एउटा हल पनि छ छुट्टै बर्थडे पार्टी बनाउन एउटा पार्टी नै चलाउने ठाउँ पनि मिल्छ किनकि 150 सिटर मजाले अट्छ मिलायो हजुर हुन्छ अब फेरि पनि हामी तपाईँलाई सफलताको धेरै धेरै शुभकामना दिन चाहन्छौँ हस् है त धेरै धन्यवाद हुन्छ हस्